यस्तो राम्रो छ होइन अनि अहिले भिडियो गरेको अब छोडिदिइरहेको रहेछ रेट्नलाई भयो कहाँ यसो छिनाउने हो क्या चट्टा लगाएर चाहिँ यहाँ खाना हाम्रो आइसक्यो गाइस होइन चम्चा छैन चम्चा उयो चम्चा हुनु पर्थ्यो नि त सो गाइस यहाँ चाहिँ खाना आइसकेको छ होइन मासु त तर म थोरै देखिरहेको छु मासु चाहिँ राखेको भन्दाखेरि चाहिँ अहिले म टक्क लगाएर पाटन पुगिरहेको होइन मेरो मामासँग यो चाहिँ अब लिम्बूलाई चाहिँ देखाउनु पर्ने थियो क्या मेन लिम्बू यता हेर्दा लिम्बूलाई देखाउनु पर्छ यहाँ काका होइन अनि यता यहाँ रुपेश भाइ अनि यता विजय अङ्कल हुन्छ सो हेलो गाइस वेलकम ब्याक अगेन न्यू डे न्यू ब्लग स्वागत तो करो हमारा होप यू अल आर गाइस आर फाइन अनि आजको ब्लग चाहिँ के कस्तो हुँदैछ भनेर थम्बनेल र टाइटलहरू थाहा पाइसक्नु होला होइन अनि आजको ब्लग चाहिँ कस्तो ब्लग हुँदैछ भन्दाखेरि आजको ब्लग चाहिँ बर्थडे ब्लग हुँदैछ होइन बर्थडे चाहिँ कस्तो भन्दाखेरि मेरो भाइको आज चैत 16 गते हो होइन चैत 16 गते चाहिँ जन्मेको यो मेरो भाइ भन्दा नै मेरो छ्यामाको भाइ हो होइन अनि अब चाहिँ भर्तीको क्लिपहरू हुन्छ होइन भिडियो हुन्छ सो गाइस अब चाहिँ हामी टक्क लगाएर के गर्नुपर्ने हुन्छ भन्दाखेरि आज चाहिँ हामी काम गर्नुपर्ने हुन्छ होइन अनि अब बर्थडे चाहिँ अब जोस हुन लाग्यो होइन बर्थडे सेलिब्रेट अब हुन लाग्यो किनभने बेलुका हुन्छ हाम्रो चाहिँ बर्थडे सेलिब्रेट चाहिँ अनि अहिले चाहिँ यहाँ मेरो घरमा चाहिँ धेरैजना आउनु भएको छ क्या धेरैजना आउनु भएको छैन आउँदै हुन्छ अझै अरू पनि अहिले चाहिँ काम गर्न जोस दिदीहरू आउँदै हुन्छ होइन दिदीहरू आउनु भएको छ उताबाट परबाट रुमबाट अनि अहिले चाहिँ मसँग मेरो साथी उत्तम छ होइन उत्तम छ अनि त्यसपछि उहाँ पर दिदीहरू हुनुहुन्छ होइन सो अब हामी काम गर्छौँ होइन त्यो कामको क्लिप हेर्नु होला भिडियो हेर्नु होला है त गाइस बर्थडे बोय चाहिँ यो है त यो बर्थडे बोय चाहिँ यो भाइको बर्थडे हो होइन अनि यहाँ चाहिँ हाम्रो पुरन्दी हुन्छ होइन पुरन्दीको नि युट्युब च्यानल छ गोर्खाली कपल्स भ्लग है अबे जल्दी बोल कल सुबह पनवेल निकलना है मामा चाहिँ कहीँ पनि छुट्टिनुहुन्न जस मेरो मामा चाहिँ एकदम पार्टनर हो क्या एउटा किडनी जस्तै अब मेरो भ्लगमा पनि के अरे मेरो भ्लगलाई पनि सब्सक्राइब गरिदिनु होला अनि नाम चाहिँ गोर्खा कपल्स भ्लग छ सबैजनाले सब्सक्राइब गरिदिनु होला लाइक सेयर कमेन्ट अनि माया गरिदिनु होला धन्यवाद लोकल बाथरुम हो हाम्रो बारीमा फलाएको भाइ कत्रो आँखा देखिया गाइस अहिले चाहिँ हामी यहाँ माथि छठ आइसक्यौँ होइन छठमा चाहिँ यहाँ कुखुरा काट्नुपर्ने छ अनि कुखुरा चाहिँ कहाँ छ भन्दाखेरि कुखुरा चाहिँ यहाँ छोरमा छ होइन सुली नै सुली छ कुखुरा चाहिँ कुन काट्नु पर्ने हुन्छ भन्दाखेरि यो भाले काट्नु पर्ने हुन्छ होइन यो भाले एकदम गतिलो छ है यो भाले हो काट्नु पर्ने चाहिँ
अनि यो भाले चाहिँ टक्क लगाएर काट्नुपर्ने हुन्छ होइन यहाँ चाहिँ मेरो काका हुन्छ यो भाले पोल्ने ठाउँमा बनाउँदैछ होइन यहाँ भाले पोल्नु पर्ने हुन्छ काटेर अनि काट्ने मान्छे चाहिँ यो है काट्ने मान्छे सो गाइस यहाँ चाहिँ लिम्बू भाइ कुखुरा काट्न गइरहेको छ होइन कुखुरा घोप्टो पारेर काट्ने हो कि रेट्नलाई रेट्नलाई भयो कहाँ यसरी छिनाउने हो क्या चट्ट लगाएर चाहिँ सो गाइस यहाँ चाहिँ लिम्बू भाइ कुखुरा काट्दैछ है त गाइस कुखुरा काटे होइन यसले बटारेको चाहिँ हो कुखुरा छिन्दैछ गाइस खुकुरी लागेन ओ सेट यसलाई यहाँ राख्नु पर्ने हुन्छ ओ मागो कुखुराको चाट A few moments later. सुपर फिक्स मासु कुकबेन पुनमदी $2,000 years later. सो गाइस अहिले चाहिँ मान्छे एकदम धेरै भिड छ होइन अनि यहाँ चाहिँ भित्र अझै खानासाना पाकेको छैन अनि यहाँ चाहिँ खाना अझै यहाँ के छ भन्दाखेरि होइन यहाँ पानी छ है अनि यहाँ मासु छ अनि यहाँ सिलाकोमा चाहिँ अचार सचार बनिरहेको छ होइन यो के हो यो खाना हो यो नि खाना हो यो दाल होला सायद है होइन यो लोकल कुखुराको मासु है गाइस अनि यो चाहिँ ब्रोइलरको मासु अब जसलाई यो चल्दैन होइन त्यो ब्रोइलरको मासु हो अनि यो नि खाना बनिरहेछ अनि जस अब पाक्न लाग्यो सबै अनि यो सबै पाकेर रेडी भइसकेपछि चाहिँ टक्क लगाएर केक काट्नु पर्ने हुन्छ अनि त्यही हो गाइस क्या यस्तै हो क्या भ्लगिङ त यस्तो राम्रो छ होइन अनि ऊ चाहिँ उसको त बोयफ्रेन्ड सोयफ्रेन्ड छैन होइन म चाहिँ अमृताको मम्मीसँग टक्क लगाएर मासु किन्न गएको थिएँ अमृताको मम्मीको भन्नुहोस् अनि उहाँले चाहिँ मलाई साथी लानुभयो अँधेरोमा अनि अँधेरोमा साथी लानुभयो एकदम जग्गाले अनि म चाहिँ एकदमसँगले निस्केँ घरबाट चाहिँ टक्क लगाएर निस्केँ यहाँबाट स्कुटीमा होला भनेर सम्झिरहेको थिएँ उहाँले चाहिँ मलाई हिँडाउँदै लानुभयो मासु किन्नु गएको उहाँको चाहिँ फेरि आज भाइको छोराको बर्थडे रहेछ एक मात्र छोरा अनि उहाँ चाहिँ एकदम खुसी हुनुहुन्छ उसको घुँडा खुट्टा छैन उहाँको चाहिँ एकदम चप्पलमा खुट्टा छ बोनसमा पाएको अनि यता निशानी लालिपप उहाँलाई चाहिँ एकदमसँगले यो धन्यवाद लागेर नि उहाँले चाहिँ धन्यवाद यता हाम्रो निशानी चाहिँ एकदम आउनको लागि आज के भनेको एक्साइटेड हुनुहुन्छ यहाँ आउनको लागि कसैलाई भेट्नको लागि यस्तो राम्रो हुन्छ है हाम्रो दिदीहरू चाहिँ होइन
later. गीत गाउन आऊ छिटो साथीहरू ह्यापी बर्थडे भन्नु पर्यो नि त टक्क यहाँ चाहिँ अमिताले लाइटिङ बाल्दैछ होइन उयो त्यो उयो नाइट Happy birthday to you, Happy birthday to you. A few moments later. So guys, म पनि यहाँ केक पाइसके हो अनि म त लिम्बू भाइको त मजाले खाइदियो के बिमाले एकदम खुसी भइसकेको छ केक पाइसकेको छ अहिलेसम्म रुन लागेको थियो होइन फाइनल्ली केक पाइसकेको छ बिमाले सो गाइज अहिले चाहिँ हामी केक सेक खाएर चाहिँ म चाहिँ केक सेक खाएर चाहिँ म आइसकेँ होइन यता किचनमा अनि सबैले केक सेक पाइसकेको छ अनि यता चाहिँ पुनमदी केक खाँदै हुनुहुन्छ होइन कस्तो छ पुनमदी दामी छ है केक चाहिँ आम्मो खाइदिए अहिले त खानासानाको व्यवस्था भइसक्यो होइन खानासाना खानु हुन्छ म चाहिँ बुक अघि नै खाएको खाना चाहिँ यस्तो थियो त ठिक छ ल नाम भाइ अब चाहिँ हामी चाहिँ टक्क लाएर म चाहिँ अहिले अलिकति रिङ्गी भइसक्यो होइन अनि खाना पाउनु पर्यो बिमाले दिदी टक्क लाएर अब यहाँ चाहिँ अब खोइ खाना हामीलाई छैन पर्खेछ फाइनली यहाँ खाना आइसक्यो गाइज होइन चम्चा छैन चम्चा कैसे लोग रहते हैं यार यहाँ पर उयो चम्चा हुनु पर्थ्यो नि त सो गाइज यहाँ चाहिँ खाना आइसकेको छ होइन मासु त तर म थोरै देखिरहेको छु मासु चाहिँ अचार चाहिँ धेरै छ साग पनि छ है यहाँ काँक्रा छ अनि यहाँ प्राउन छ है यहाँ टक्क लगाएर यहाँ प्रदीप छ मामा के छ अनि बर्थडे रमाइलो भयो है चम्चा छैन त मामा अनि सो गाइज म चाहिँ चम्चाले खाने बानी छ होइन म चम्चा बिगर न म चाहिँ चम्चा खोज्न